जय गोर्खा। र आज लङब्यू स्थित कोठी डाँडामा एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एउटा कोठी सभा राखियो र विशेष यस सभामा विभिन्न पार्टीलाई त्यागेर आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा जुन घर वापसी गर्यो उहाँहरूलाई हाम्रो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा विशेष लङब्यू अम्बटे समष्टिको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद। र विशेष आजको सभाले यो पनि एउटा निर्णय लियो कि होल कोठी डाँडाको निम्ति हामीले बिरेन घिसिङज्यूलाई कन्भेनर पनि घोषित गर्यौं र त्यसरी नै हाम्रा बिमेटार क्षेत्रबाट अरुण प्रधानज्यूको नेतृत्वमा पनि एउटा आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई जुन उहाँको समूहले एउटा घर फर्की अभियान समर्थन जनायो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै आगामी केही दिनमा अब यस कोठी डाँडामा एउटा कमिटी बनिने पनि एउटा बिरेन घिसिङज्यूलाई आज कमिटीले उहाँलाई एउटा जुन प्रकारको एउटा सुझाव दिएको छ र उहाँले केही छन्मा यो कमिटीहरू पनि बनाएको हुन्छ र यसरी नै अब गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमहरू विभिन्न क्षेत्रमा भइरहेछ। अब लङब्यूको विभिन्न क्षेत्रमा अझै हामी तपाईको सम्पूर्णको सहयोगले एउटा मजबुतीको क्षेत्रमा हामी अघि बढ्नुपर्छ र किन भन्दाखेरि चाहिँ एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एउटा हेर्नुस् हाम्रो यो जुन मुद्दा छ यो मुद्दाबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कहिले पनि सरेको छैन र त्यो कारणले गर्दामा हाम्रो एउटै भनाइ छ हामीले धैर्य धारणा गरेर राख्नुपर्छ र समयलाई हामीले पर्खिनुपर्छ। अब हामीलाई विश्वास छ भारतको केन्द्र सरकारले र पश्चिम बङ्गालको श्रीमान सुविन्दुको सरकारले एउटा पहाड तराई डुवर्सको लागि एउटा सुनौलो हामीले जुन सोचेका छौँ त्यसको लागि अब केही महिनाको प्रतीक्षामा हामीले एउटा राम्रो एउटा व्यवस्था आउँदैछ र त्यसमा गोर्खा जातिको सुरक्षा भूमिको सुरक्षा सबैको सुरक्षाको निम्ति नै हामीले एउटा जमर्को कसेको त्यो विगतमा जुन चलेको जो जिटिए जस्तो थोत्रो व्यवस्था होइन त्यसले तपाईँ र हाम्रो सुरक्षा गर्छ त त्यो सुरक्षामा नै हाम्रो एउटा कवच भएर बस्छ। किनभने अब हामीले सबै कुराहरू देख्यौँ होइन 2007मा एउटा गोर्खाल्यान्डको नारा लिएर आएर विभिन्न किसिमको एउटा मान्छेले तन मन धन दिएर एउटा गर्यो तर अन्तमा आएर एउटा गोर्खाल्यान्डको नारालाई अगाडि बढेर एउटा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एउटा जुन डिजिएसीको थियो एउटा सत्ता सम्हालिरहेको त्यसलाई सत्ताच्युत गरेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पनि यदि गोर्खाल्यान्ड हुन्छ भने हामीलाई सत्ताको मतलब छैन भनेर सबै मान्छेले एउटा साथ दिएको थियो। तर के चिज आयो र त्यो चिजले तपाईँ र मलाई टुङ्गोमा लग्यो कि लगेन यो सबैलाई विविध्य छ र त्यो कारणले गर्दामा चाहिँ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले अब हामीले हाम्रो माग अडिग राख्नुको लागि जहाँ एउटा सम्बन्धित विभागमा एउटा उच्च स्तरीय कमिटीले जे गर्दैछ वा हाम्रो पार्टीको प्रेसिडेन्टले जे गर्दैछ त्यो एकदम सराहनीय काम गर्दैछ। यसको पनि तपाईहरुलाई भन्ने दिन आउँछ समय आउँछ कुनै हामीले एउटा भनिन्छ नि एउटा मञ्चमा बोल्ने कुरो चाहिँ एउटा कसैको बारीमा बोल्नु मिल्दैन। यहाँ कतिले भन्छ अध्यक्ष बोल्दैन यसको पनि एउटा कारण छ। यो जता पाए त्यतै बोलेर यो सोसियल मिडियामा जे पाए त्यही बोलेर चाहिँ हुने भएको भए त अध्यक्षले 100वटा बयान दिन्थ्यो होला र समय हुनुपर्छ हाम्रो एउटा समय हुनुपर्छ अनि सरकारसँग जुन प्रकारको तालमेल हुन्छ कुनै पनि समय हुन्छ त्यसको त्यो जतासुकै त्यो बारीमा कोठेबारीमा बोलेर हुँदैन। अब देख्नु भएको छ विगतको तपाईहरुले नेताहरू जहाँसुकै जे पाए त्यही मुखबाट जे आयो त्यो बोल्दाखेरि पाड लथलिङ्गै भएको र यही म भन्न चाहन्छु र सबैलाई आज यस भेला कोठे सभामा आइदिएको सबै गोर्खा दाजुभाइ दिदीबहिनीलाई मेरो आन्तरिक हृदयबाट धन्यवाद दिँदै आज मेरो यति भनाइराख्दछु। जय गोर्खा।